Good morning, everybody. Welcome to my YouTube channel. अहिले चाहिँ बिहानको लगभग 6 बज्न लागेको छ। अहिले चाहिँ हामी अप्पर मुस्ताङको लागि चाहिँ म रुबेन दाई, हाम्रो अर्जुन भाइ अनि त्यसपछि भाउजू 4 जना हामी हिँड्न लागिरहेका छौँ। अप्पर मुस्ताङको बाटो अलिक बिग्रेको अवस्था छ भनिरहेको छ, तर हामी पुग्छौँ या पुग्दैनौँ थाहा छैन। तर हाम्रो डेस्टिनेसन भनेको चाहिँ अप्पर मुस्ताङको हो र अहिले चाहिँ म यहाँ धरान 5 देउरालीबाट हिँडिसकेको छु। बाँकी तपाईँहरूलाई बाटोमा देखाउँदै लानेछु। हस् त, धन्यवाद। ल अहिले चाहिँ हामी अब मुस्ताङको लागि यात्रा तयार भइसकेको छ, हामी हिँडिसकेका छौँ। अहिले चाहिँ यहाँ रुबिन दाइकोमा आएर सामानहरू फेरि रिप्याकिङ गरेर अगाडि अर्जुन भाइ जाँदैछ, त्यसै गरेर हामी चाहिँ जाँदैछौँ। अहिले हामी ठ्याक्कै 6:10 भएको छ। 6:10 तिर चाहिँ हामी रेलवे आइपुगेछौँ। अहिले रिभर क्रसिङ बाटो त स्वागत नै राम्रो गरेछ हिलोले। माथि पुग्दा कस्तो हुने हो कोनी। ततार आइपुग्यौँ हामी। अहिले यस्तो भिड छ, गाडीको प्याक। बाफ्रे, मान्छेको भिड। सायद पूजा गर्न आएको होला। फुलमा जाम। बस दाइले के गर्नुहुन्छ हौ? रूपनगर जान्छ। हामी चाहिँ भिमानको बाटो हुँदै जानेछौँ। यो चाहिँ अहिले हेटौडा 278, काठमाडौँ भिमान 132 किलोमिटर, कटारी 82 किलोमिटर। अब अहिले हामी चाहिँ गाईघाटमा खाजा खाने प्लानिङ छ। दाइहरू गइसक्नु भएछ। हेरौँ कहाँसम्म पुगिन्छ। धान पाकेछ। अहिले चाहिँ मजाले खाने बेला भएछ, धान काट्ने बेला भएछ। पाकेछ मजाले धान। ल के रमाइलो, कस्तो दामी देखेको। अहिले चाहिँ हामी गाईघाटबाट खादाहरू खाएर निस्किसकेका छौँ। अब भनेको हामी भिमानदेखिको हेटौडाको बिचमा, भिमान र हेटौडाको बिचमा चाहिँ बसेर चाहिँ खाना खाने प्लानिङ छ। हेरौँ है त। अहिले चाहिँ हामी कटारी आइपुग्यौँ। दाइहरू पो कता जानुभयो? बाइक बनाउने भन्नुहुन्थ्यो, बनायो कि बनाएन? बनाएन। लाग्यो। विमान 50 किलोमिटर मात्र बाँकी। ल अहिले चाहिँ हामी भिमान आइपुगेका छौँ। अहिले चाहिँ भिमानमा छ। बिहानबाट हामी सिन्धुली पुग्नेछौँ। सिन्धुलीबाट उकालो जानेछौँ। हामी चाहिँ हेटौडा जाने बाटोमा छौँ। अहिले भिमानबाट कटेर सिन्धुलीबाट सिन्धुली बजारबाट पनि अब कटेर चाहिँ अलि हेटौडा जाने बाटोमा छौँ। बाटोको हालत यस्तो छ। पोखरा पुग्नुपर्ने हो, कहिले खेर पुग्ने। ए बाटो त यस्तो पुरा ब्रेकडाउन खान्छ। लडिया लाने टर्सरी है। के दामी पुल रहेछ, दोलुङ्गे दामी बनाएछ।
लगभग अब हेटौडा आइपुग्न आँट्यो। हेटौडा आउनुलाई अब 38 किलोमिटर बाँकी छ। माछा भात खाइयो। रुगा लगा बदलका मासु पाइन्छ भन्नुहुन्थ्यो रोबिन दाइले, तर बदलका मासु चाहिँ पाएन। चौधरीहरूले पकाउँदो रहेछ। त्यस माछा र भात चाहिँ खाएर हिँड्यो। माछा खाएको त रुगा पो लाग्यो त मलाई त। रमाइलो छ गाउँहरू, धान फलेर धान पाकेर मजाको छ ठाउँहरू। यो चाहिँ भिमानबाट सिन्धुली हुँदै हेटौडा निस्किने बाटो हो। 9 बजीभित्र पोखरा पुगिन्छ कि भनेको 3 बज्न आँट्यो, 3:30 भइसक्यो यहीँ हेटौडामै। अब लगभग नारायणघाट हामीलाई 1.5 घन्टा लाग्ला, 1.5 देखि 2 घन्टा पुगिन्छ होला 9 बजीसम्म त। यो चाहिँ हेटौडा बजारको चोक। त्रिशुली नदी अहिले चाहिँ नारायणघाटबाट उकालो लाग्दैछ, मुङलिङ आउने बेला त। मुङलिङ आउन लागिरहेछ। 9 बजी पोखरा पुगिने हो कि होइन थाहा छैन। चिसो चिसो हुँदैछ, चिसो 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 हुँदैछ, हाय चिसो चिसो हुँदैछ। जाडो हुन्छ जस्तो छ बाटोमा। वाउ क्या दामी मुन देखेको बाबा। ल मुङलिङ बजार आइपुग्यौ। अब हामी जान्छौँ पोखरा। यता गयो भने काठमाडौँ, यता गयौँ भने चाहिँ पोखरा। अब हामी चाहिँ पोखरा लाग्यो। पोखरा पुग्नु अब 50 किलोमिटर बाँकी होला सायद मेरो विचारमा। अगाडि दाजु भाउजू जाँदैछ, सबसे भन्दा अगाडि अर्जुन जाँदैछ। के छ भाइ? के छ भाइ? रमाइलो भएर छ। हामी चाहिँ लेक साइड आइपुग्यौँ बल्ल बल्ल बल्ल। पोखरा 14 घन्टापछि चाहिँ हामी अब होटल कहाँ बस्ने भनेर खोज्दैछौँ। अब लेक साइड भनेको लेक साइड हो क्या, यति रमणीय छ, स्वच्छ सफा। खै हिमाल गाई देखिरहेको त। ए रेडी हुँदैछौँ जानुलाई। आज चाहिँ मार्फाको दाइ चाहिँ कहाँ अरे? लेतेमा आज चाहिँ हाम्रो बास हुने होला। भाउजू रेडी हुनुहुन्छ। हाम्रो ह्यान्डसम भाइ उहाँ पुरा हो, चिटी चटक हो, सबैभन्दा ह्यान्डसम कन्ने केटा छ है। प्योर लपसप नपरेको होइन, भर्जिन पनि होइन भाइ, के होइन। लेक साइड गुड मर्निङ सबैजनालाई, शुभ बिहानी। अब अहिले हामीहरू चाहिँ हामी टिटी लेक भन्ने ठाउँतिर जान लागिरहेछौँ। एक दुईवटा सानो काम छ यहाँ पोखरामा, त्यो काम सकाएर चाहिँ हामी जाने क्रममा छौँ। रोबेन दाई गोप्रोको ड्रोनको लागि प्रमिट बनाउन जाँदै हुनुहुन्छ। हामी चाहिँ एक दुईवटा सामान अर्जुन भाइले पनि किन्ने भन्दैछ, त्यो सामानहरू किनिकन चाहिँ हामी टिटी लेकतिर हामी जानेछौँ। आजको यात्रा हाम्रो टिटी लेक लेतेसम्म हुनेछ। वाउ वाउ भ्यू, वाउ 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 वाउ। मुस्ताङ मार्फा लेतेमा बस्नुको लेतेको लागि हिँडिरहेको छु म अहिले। भर्खर हामी अहिले 12 बजे लगभग लेतेको लागि हामी निस्किँदैछौँ। दाइहरू अगाडि हिँडिसक्नुभयो, म र अर्जुन जाँदैछौँ। ल गाइज लेतेमा भेटौँ है त। मुस्ताङतिर लाग्यो।
लाग्यो अगाडि रुबेन दाई, बिचमा हाम्रो अर्जुन भाइ अनि म। हिँड्यो कति बजी पुगिने हो थाहा छैन, भात खाएको छैन। बिहान 9 बजी खाजा खाएदेखिको हेरौँ। पेट्रोल हाल्नुपर्ने अरे, पेट्रोल हालौँ। मेरो त 532 कुदेछ, फुल हाल्ने अहिले। 533 किलोमिटर कुट्यो, तर 1900 का पेट्रोल हुन्छ। 12 लिटर 12 लिटर 12 लिटर लाग्यो अहिले धरानदेखिको पोखरा आइपुग्नुलाई। खर्च वरिपरि घुम्दा ओर्दा। ल अब चाहिँ हाम्रो यात्रा ओकालोबाट सुरु भयो। ओकाला चढाइ लाग्यो मुस्ताङतिर। भोक पो लाग्न थाल्यो त हौ एक्कासी। अहिले चाहिँ हामी लुम्लेको अलिक तलतिर भागमा आइपुग्यो। यस्तो छ भ्युज। यहाँहरूलाई स्वागत गर्दछु समिति पर्वत। ल हामी चाहिँ पर्वत जिल्ला प्रवेश गरिसक्यौँ है अहिले चाहिँ। जिल्ला पर्वत। घाम लागेको छ, पानी नपरोस् त्यही हो। कुस्मामा खाना खाने भन्दै हुनुहुन्छ। रुबेन दाइहरू पुगिसक्नु भयो अगाडि नै। भाइहरू अगाडि गइसक्यो, म एक्लै छु पछाडि। कुस्मा पुगेर खाना खाइने। कुस्मा आइपुग्नु आँट्यो अब। बाटो हिले हिलामे चाहिँ हामी कुस्मामा आइपुग्यो है। कुस्मामा आज लेते पुग्नुलाई रात पर्छ जस्तो छ। कुस्मा, यो चाहिँ कुस्मा हो है। यहाँ चाहिँ बन्ची जम्मा हाल्ने ठाउँ छ, हो चाहिँ कताबाट हो थाहा भएन। त्यो चाहिँ कुस्मा एसियाकै दोस्रो होला कि दोस्रो होला जम्प गर्ने ठाउँ। वाउ के राम्रो डाँडा रहेछ। बाङलुङ बाङलुङ। वेलकम टु बाङलुङ। यो बाङलुङको लामो पुल भनेको यही रहेछ। बाटो चाहिँ बिग्रेर खत्तम भएको रहेछ है। तलतिर के साह्रो धमिलो पानी। काली खोला भनेको यो हो, काली खोला। जहिले धमिलो मात्रै हुने पानी। बाटो चाहिँ खत्तम डट कम छ। बुरुक बुरुक उफ्रियो हिँड्यो, बुरुक बुरुक उफ्रियो हिँड्यो। स्याडल ब्याग चाहिँ चुट्टेला भने डर, अदरवाइज ठिक छ। ल अहिले चाहिँ बेनी आइपुग्यो। बेनी बजार आइपुग्यो फाइनली। 3 बज्यो, बेनी बजार आइपुग्यो। 3 बज्यो। भोक त लाग्यो, खै खानाको तामझाम गर्छ कि गर्दैनन् दाइहरूले, के गर्छन् हौ। वेयर
पोटासियम 130 भेटेको छ 0 किलोमिटर तातो पानी पार्नुको क्या दामी झर्ना दामी रहेछ अन्नपूर्ण झर्ना वाउ फर्स्ट भ्यू हिमाल वाटर देखेको सुन्दर हिमाल वाउ 2017 सालमा एकपटक म र आमोस भाइले यहाँ खिचेको थियौँ फोटो सेम अहिले पनि अहिले चाहिँ पानी बढिरहेछ अस्तिको भन्दा चाहिँ मुस्ताङ भन्छ नि केटा हो बाटो चाहिँ यस्तो छ हो सोचे जस्तो केही हुन्न नानीहरूको छुट्टी भएछ अहिले चाहिँ हामी तातो पानी भन्ने ठाउँमा आइपुग्यो 4:15 भयो थकली ब्रान्च घर यहाँ चाहिँ तातो पानी छ यसमा चाहिँ नुहायो भने चाहिँ तातो पानीको कारणले गर्दा त विभिन्न धातुहरूको कारणले गर्दाखेरि चाहिँ एलर्जीहरू छ भने चाहिँ निको हुने भनेर किंवदन्ती एउटा मान्यता छ सानो मिनी झर्ना रहेछ है त्यो चाहिँ रूपसे झर्ना रूपसे झर्ना आइपुग्यो रूपसे झर्ना जमसम 39 किलोमिटर
मुस्ताङको भिर फुलहरू अहिले चाहिँ हामी घाँसमा आइपुगेछौँ अब लेते 4 किलोमिटर होला यहाँदेखिको लगभग लेते 7 किलोमिटर चाहिँ रहेछ ल आज लेते बास बस्नु भनेको छ ओके लेट्स मुभ सुरुको भ्यू यस्तो छ खतरा साथीहरू कहाँदेखि हो दाङदेखि कहाँसम्म पुग्नुपर्ने अप्परै हो हामी धरानबाट हो फाइनली हामी चाहिँ लेते बजार आइपुगेछ राति अघि हामी 1:45 हिँडेको अहिले लगभग हाम्रो 5:30 भइसकेको छ लगभग 1 2 3 4 5 4.5 घन्टा पश्चात हामी लेते आइपुगेका छौँ लेतेको चाहिँ यस्तो छ बजार लेते बजार हामी ओल्ड नमस्ते गेस्ट हाउस थकाली भान्साघरमा चाहिँ आएका छौँ आज हामी यहीँ रात सेकेन्ड डे रात हामी यहीँ बास बस्नेछौँ आजको बास हाम्रो यहीँ हुनेछ रातिको सिन आज दोस्रो दिन मुस्ताङ ट्रिपको दोस्रो दिन यो चाहिँ होला हजुर ल ओके ल अनि यस्तो छ हाम्रो चाहिँ